सबैलाई नमस्ते। केही महिना अगाडि कुलमान घिसिङजीलाई जसरी अपमान गरेर विद्युत प्राधिकरणबाट बर्खास्त गरिएको थियो, आज उनै कुलमान घिसिङ ऊर्जा मन्त्रालय लगायत अन्य 2-3 मन्त्रालयको जिम्मेवारी सहित सरकारमा नियुक्त हुनुभएको छ। हाम्रो राजनीतिक कर्मीहरूमा एउटा कमजोरी भन्ने या यो सबै मानवीय कमजोरी हो, सबै मानिसहरूको कमजोरी हुन सक्छ कि आफूले अहिले तत्काल होल्ड गरिरहेको पावर, अवस्था, स्टेटस सधैँको लागि रहन्छ भन्ने भ्रम हुँदो रहेछ। भगवान बुद्धले भने अनुसार सर्वम अनित्यम, संसारको सबै चिज अनित्य छ, संसारको सबै चिज परिवर्तनशील छ भने प्रधानमन्त्रीजीको प्रधानमन्त्री पद या दीपक खड्गाजीको ऊर्जा मन्त्रालयको पद सधैँको लागि कसरी रहन सक्छ? यो सबैले सोच्नुपर्छ कि हावा गफ दिएर हिँडिरहेछ होइन कि म अझै 20 वर्षसम्म पार्टीको अध्यक्ष, अझै 20औं वर्ष प्रधानमन्त्री मै हुँ भनिदिने। यस्ता अहङ्कारबाट त मुक्त हुनु पर्यो नि। यस्ता घटनाहरूबाट सिक्नुपर्ने हो। खासमा अझै रियलाइज गरेको जस्तो फिल हुँदैन, तैपनि बुझ्नुपर्ने चाहिँ यही नै हो। त यो हाम्रो शीर्ष नेताहरूमा, फर्स्ट लिडरहरूमा सबैमा देखिने समस्या यही नै हो कि 32 सिट भए पनि मेरो नम्बर चाहिँ जादु नम्बर भनेर गफ हान्दै हिँड्ने, या म चाहिँ अझै 20औं वर्ष प्रधानमन्त्री मै हुँ भनेर गफ हान्दै हिँड्ने केपी शर्मा ओलीजी होइन। अझै त्यसमा चाहिँ मलजल पुर्याउनेहरू, जस्तै यहाँ जगमान गुरुङजीले पनि केपी शर्मा ओली भनेको सबै विधाको चाहिँ ज्ञाता हुने, ज्योतिषशास्त्र, वेद, मार्क्सिजम, उनले नजानेको कुनै पनि विषय छैन भनेर चाहिँ उचालिदिने। अथवा कहिलेकाहीँ विजय कुमार पाण्डे भयो भने गएर भनिदिने, किसुनजी पछिको तपाईँलाई म नेता मान्छु, कृष्णप्रसाद भट्टराई पछाडिको चाहिँ असली नेता भनेर चाहिँ हजुर हो भनेर चाहिँ गएर चिप्लो घस्दिने। अब आज पनि गएर घस्न सक्नु पर्यो। हिजो पावरमा रहउन्जेल चाप्लुसी लगाउने हो कि आज पनि लाउन सक्ने हो, यो त सोच्नु पर्यो नि। यो हाम्रो सबैको कमजोरी हो। शेरबहादुर देउवाजी अब त्यत्रो थप्पड खाछ, स्टिल बदला लिन्छु भनेर चाहिँ भनिरहेछन् भन्ने सुनेछु हस्पिटलबाटै होइन। सो जो मान्छेको पहिलो प्रधानमन्त्रीत्व काल चाहिँ 2052 सालमा सुरु भयो, आज 2082, 30औं वर्षसम्म पनि ज्योतिषकै भर परेर स्टिल म प्रधानमन्त्री हुन्छु भन्ने घमण्ड बोकिराख्छन् भने हामीले के आश गर्ने? अस्ति विजय पाण्डेजीको एउटा स्तम्भमा मैले पढिरहेको थिएँ कि 5 चोटि प्रधानमन्त्री हुँदा पनि 5 वर्ष पुरा कार्यकाल चाहिँ उसले अभ्यास गर्न नपाएको भन्ने तर्क गरिरहेको थियो। तर त्यो अब कसरी हेर्ने भन्ने कुरा, न दृष्टिकोण छ, न भिजन छ होइन, न कुनै स्पष्ट खाका छ, कुनै कार्यक्रम छैन कि कुनै ज्योतिषले भनेको भएर म 7 चोटिसम्म प्रधानमन्त्री हुन्छु भनेर त्यो दौडमा दौडिराख्ने नेताको हामीले आश गरेर बस्नु भनेको असाध्यै दुर्भाग्यपूर्ण जस्तो लाग्छ। खासमा मलाई यो ज्योतिषहरूबारे पनि केही टिप्पणी गर्न मन थियो। यो ज्योतिषहरूको एस्टिमेसन, उहाँहरूको फोरकास्टिङ जुन छ, यो चाहिँ वाक स्वतन्त्रतामा पर्छ कि पर्दैन? मनलाग्दै बोलिदिएछ। असाढमा राजा आउँछ अरे, कसैले चाहिँ अब देउबाको सबैभन्दा ठुलो योग छ भनेको छ, कसैले प्रचण्डको योग छ भनेको छ। त्यो पावरमा रहउन्जेल हो कि अहिले पनि तिनीहरूको छ भनेर भन्ने हो। त्यस्ता ज्योतिषहरू कहाँ गयो अहिले कि जसले देउबाको चाहिँ ग्रह ठिक छ भन्नेहरू, अथवा प्रचण्डको चाहिँ शनिले काम गरिरहेछ कि मङ्गलले काम गरेछ भनेर चाहिँ गफ त्यो पेलेर बस्नेहरू अहिले कहाँ छन् भनेर चाहिँ हामीले खोज्नुपर्छ। यो अभिव्यक्ति स्वतन्त्रतामा पर्छ पर्दैन थाहा छैन।
तर त्यो दिग्भ्रमित गर्ने कुराहरू हुन् कि कहिलेकाहीँ भूकम्प आउँछ भनेर नि गफ दिनेहरू देखिए हैन। अब तिनको कुरा पत्याउने मान्छे हुन सक्छन् नि केही हजारमा। अब तिनीहरूको अन्योलताको जिम्मेवारी लिने कि नलिने, उनीहरूको साइकोलोजीमा परेको अन्योलताको जिम्मेवारी पनि लिनुपर्ने होला नि त। जो यो 32 सीटलाई जादु भनेर हिँड्नेहरू अथवा म सर्वज्ञ हुँ भनेर हिँड्ने वा ज्योतिषकै भरमा म प्रधानमन्त्री बन्छु भनेर हिँड्नेहरू, यिनीहरू त हार्ने नै भए। अब यिनीहरूको त उपाय भनेकै जाने हो। तर अब यिनीहरू गइसकेपछि अब आउने पुस्ताले भने त केही न केही चिज सिक्नु पर्यो नि। हिजोस्ति नै हामीले बुद्धि पुर्याएनौँ जस्तो लाग्छ कि जब हामीले प्रधानमन्त्री नियुक्त गर्दै थियौँ त्यो बेला हामीले पार्लियामेन्टभित्रबाट गरेर पार्लियामेन्टलाई बाँकी राखेको भए हामीले यही पार्लियामेन्टबाट प्रत्यक्ष निर्वाचित कुनै कार्यकारी प्रमुख चाहिँ हामी प्रत्यक्ष निर्वाचन मार्फत चुन्छौँ भनेर चाहिँ यो आन्दोलनको ताकत भएको बेला हामीले त्यसलाई पास गर्न सकेको भए हामीले फागुनमा प्रधानमन्त्री र राष्ट्रपति कार्यकारी प्रमुखको प्रत्यक्ष निर्वाचन गर्न सक्थ्यौँ। तर अहिले पार्लियामेन्ट भङ्ग गरिसकेपछि गठन गरिएको सरकारले चुनाव तोकिएको छ। तर त्यो चुनाव भनेको संसदीय चुनाव हो, पार्लियामेन्टको चुनाव हो। त्यो भनेको प्रत्यक्ष निर्वाचनबाट हामीले जनप्रतिनिधि चुन्ने हाम्रो माग चाहिँ पुरा हुन अब गाह्रो छ। कि त्यो हाम्रो संसदीय चुनाव पछाडि त्यो पार्लियामेन्टले चाहिँ तत्कालै संविधान संशोधन गरेर राष्ट्रपतिको अथवा प्रधानमन्त्रीको डाइरेक्ट निर्वाचन गराउने भन्ने एउटा अप्सन हुनसक्छ। तर त्यो कति सम्भव छ सायद मलाई थाहा छैन, संविधानविदहरूले भन्नु होला। तर अहिलेको अवस्थामा चाहिँ अप्ठ्यारो छ। संसद नभएको अवस्थामा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपतिको व्यवस्था कहाँ गरेर गर्ने। अब आन्दोलनको बल पनि सधैँ रहन्न, राज्यले बल प्रयोग गर्छ, अरू मान्छे पनि सडकमा सधैँ आइराख्दैन। त्यसकारण हामीले जब आत्म अथोरिटी हुन्छ, जब आत्मशक्ति हुन्छ, त्यो बेला हामीले सही ढङ्गले आफ्नो शक्तिको प्रयोग गर्नुपर्ने थियो कि जस्तो मलाई लाग्छ। यो सँगै हाम्रो नयाँ पुस्ताहरूले सिक्नुपर्ने धेरै चिजहरू छन्। हामीले राइट इन्फर्मेसनलाई मात्र फ्लो गर्न पनि सिक्नुपर्ने छ। झापामा 80 केजी सुन मेयरको घरमा रहेछ भनेर कसैले हल्ला फैलाइदियो, हो भनेर चाहिँ हामीले देशैभरि हल्ला चलाइदियौँ, युट्युबदेखि सबै मान्छेहरूले। तर गएर हेर्दा जब फ्याक्ट चेकिङ भयो तब के रहेछ भने 20 तोला सुन रहेछ। 20 तोला सुन छोराको बिहा गर्नको लागि किनेको रहेछ। हामीले 20 तोला सुनलाई 80 केजी बनाएर हल्ला फैलायौँ भने यो रिमर्सको व्यापार सधैँ चलाउनु हुँदैन। यो भनेको सबैको लागि आत्मघाती हो। त्यो युवा जेन्जीको लागि, सरकारको लागि, सबैको लागि यो रिमरको व्यापार गर्नु भनेको ठुलो आत्मघाती चिज हो अल्टिमेटली। त्यो भनेको हामीले हाम्रो सही सूचना पाउने अधिकारलाई पनि कुण्ठित गरे हो नि त, अनावश्यक रूपमा अन्नेसेसरी हल्लाहरू गरेर। म पुरानो नेताहरूको पक्षधर होइन, तर सिस्टम त बस्नुपर्छ। सिस्टम बस्नुपर्छ र पुरानै भए पनि असल मान्छेहरू त बस्नु पर्यो नि। उनीहरूको प्रतिष्ठा बाँकी हुनु पर्यो, उहाँहरूको काम, उहाँहरूको विज्ञता, उहाँहरूको सिपलाई त हामीले प्रयोग गर्न सक्ने अवस्थामा चाहिँ हुनुपर्छ जस्तो लाग्छ। पुरानो जति सबै खराब भन्ने खालको जुन न्यारेसन बनाउन खोजिँदैछ त्यो पनि गलत हो। त्यो कथा गलत हुन्छ। किनभने नयाँ जति सबै राम्रो हुँदैन, पुरानो सबै नराम्रो हुँदैनन्। यसमा चाहिँ हामीले सजग भएर, अत्यन्त संयम भएर, सम्यक ढङ्गले हामीले निर्णयहरू लिन जरुरी छ जस्तो लाग्छ। र अस्ति नै मैले आफ्नो फेसबुक भिडियोमा पनि उल्लेख गरेका थिएँ
कि यो आन्दोलनको समयमा सुरक्षाकर्मीहरूको भूमिका ठिक भएन भन्ने कुरा एकजना विश्लेषक सौरभजीको नि आइरहेको थियो। यो चाहिँ केही महिना अगाडिको हो कि नेपाली पुलिसले पोलिटिक्स बुझेन, कुन ठाउँमा बल प्रयोग गर्नुपर्ने हो त्यहाँ नगर्ने, बल प्रयोग गर्नुपर्ने ठाउँमा केही गर्न नसक्ने, जुन यो स्कुलिङको कमी छ त्यो यो आन्दोलनमा पनि मजासँग देखियो। कि फर्स्ट डेमा जुन स्तरमा राज्यले बल प्रयोग गर्यो त्यो प्रयोग गर्न हुँदैन थियो, त्यो मानव अधिकारको हिसाबमा, हाम्रो नागरिक अधिकारको हिसाबमा, सबै हिसाबमा गलत थियो र त्यो गलत छ। सायद अबको छानबिन हुँदा यसलाई राजनीतिकरण गरिएन भने त्यो बेलाको प्रहरी अधिकारी हुँदै त्यो आदेश दिने अधिकारीसम्म र दोस्रो दिनमा हुलदङ्गा गर्नेहरू सबैजना यो कानुनको दायरामा आउन जरुरी छ जस्तो लाग्छ है। किनभने प्राइभेट बिल्डिङहरूलाई मजासँग ध्वस्त गरिएको छ। यो बाहेक धेरै सरकारी संरचनाहरूमा धेरै क्षति पुर्याइएको छ। त्यसलाई ओभरकम गर्न त्यति सजिलो छैन। हाम्रो जसको फिस्कल बजेटको 65-70% चालु खर्चमा जान्छ र त्यो बाहेकको पैसा हाम्रो पुँजीगत खर्च हो भने त्यसको नि अझै आधा जति फ्रिज हुने हाम्रो समस्या छ। यस्तो हुँदाहुँदै हामीलाई यी इन्फ्रास्ट्रक्चर विदिन अ इयर बनाउन त्यति सजिलो छैन। त्यसकारण हामीले यस्ता क्षति गर्नेहरूलाई कारबाही गर्दै क्षतिपूर्ति निकाल्नेसम्म जानु जरुरी छ जस्तो लाग्छ। अराजकता भनेको कुनै पनि आन्दोलनको एक्सेप्टेबिलिटी होइन है। सो अब फेरि फर्दर यो पुरानोले नै सिक्न जरुरी थियो, अहिले हामीले नि सिक्न जरुरी छ। एउटा चाहिँ के छ भने लेजिटिमेसी प्राप्त गर्दैमा त्यसको एक्सेप्टेबिलिटी हुन्छ भन्ने जरुरी छैन है। कि हामीले कानुन मार्फत अरू कुनै विधान मार्फत हामीले गरेको काम चाहिँ लेजिटिमेट, लिगलाइज हुन सक्छ, वैधानिक हुन सक्छ। तर ग्राउन्डमा जनताले त्यसलाई स्वीकारेन भने त्यो फ्लप हुँदो रहेछ। त्यो फ्लप हुन्छ भने त्यो आफै विफल हुन्छ। प्रधानमन्त्री हाम्रो अघिल्लो प्रधानमन्त्री भनौँ अब केपी शर्मा ओलीजी सङ्ख्या वाइज, विधान वाइज उहाँ 2/3 नजिक हो, तर जनताको स्वीकार्यता रहेनछ। हामीले आन्दोलनबाट देख्यौँ। त्यस्तै हाम्रो अहिलेको नयाँ सरकारमा आएको साथीहरूले नि यो बुझ्न जरुरी छ कि विधान र लिगल लेजिटिमेसीले मात्रै काम चल्दैन है। त्यो पनि एउटा माध्यम हो, तर जनताको स्वीकार्यता उहाँहरूले स्वीकारेको छ कि छैन त्यसलाई बारम्बार हेर्न जरुरी छ। त्यसकारण अघि मैले भने नि फिडब्याक लिन एकदम जरुरी छ। हामी फिडब्याक लिन त्यति रुचाउँदैनौँ, हामी सब थोक आफै जान्दछौँ हैन। अघि जगमान गुरुङले भने जस्तै केपी शर्मा ओली सबै चिजकै ज्ञाता हुन् भनेपछि उसको नि अहङ्कार त चढ्ने भयो नि कि सबै थोकमै जान्दछु, म रहेन भने त पृथ्वी नै रहन भन्ने अहङ्कारको जग त यस्तै फिडब्याक नसुन्नाले त आयो नि। अब फिडब्याक दिनेले पनि तपाईँ सर्वज्ञ हो, महेश बस्नेतले त राष्ट्रपिता हो भनिरहेछ। जो मान्छे शिवपुरीमा गएर लुकेर बस्नु परेको छ प्रधानमन्त्री, उसैलाई राष्ट्रपिता हो भनेर अझै भक्तिगान गर्छ भने उसको अहङ्कार त चढ्ने नै भयो नि। त्यसकारण हामीले फिडब्याकहरू सुन्नुपर्छ। पृष्ठपोषणहरू सुनिएन भने हाम्रो हालत पनि कुन बेला हामी स्वेप अवे, कुन बेला हामीलाई बढार्छन् भन्ने थाहा हुन्न। असन्तुष्टिको आगो रहन्छ। त्यो भनेको हाम्रो बेरोजगारीसँग जोडिएको हुनसक्छ,
हाम्रो इन्डिपेन्डेन्सी स्वनिर्णयको अधिकार नपाएर भएको हुनसक्छ। सो यस्ता आदि इत्यादि विषयहरूले असन्तुष्टिको आगो त्यो भित्रभित्रै छँदैछ। तर त्यसमा हामीले अहङ्कार प्रदर्शन गर्ने र सब थोक मै जान्दछु, मै नै राज्य हुँ भन्ने खालको अहङ्कार जसरी केपी ओलीले पालेका थिए, त्यसरी नै हामीले अहिले नयाँ पुस्ता नयाँ सत्ताको साथीहरूले चाहिँ पाल्नुभयो भने त्यो विफलताको बाटोतिर जानेछ भन्ने लाग्छ। धेरै विषयहरू छन्, हामी अन्य भिडियोहरूमा पनि हामी आफ्नो कुराहरू राख्दै गर्छौँ। हामी विज्ञ होइनौँ, हामी जस्ट आफूलाई लागेको कुरा सामान्य मिडियाको इन्फर्मेसनकै आधारमा आफ्नो विचारहरू राख्ने हो। तपाईँहरूलाई कस्तो लाग्छ तपाईँहरूले फिडब्याकहरू दिन सक्नुहुन्छ। जसरी सरकारलाई हामीले भन्यौँ कि फिडब्याक सुन्न जरुरी छ सत्ताधारीहरूमा, स्टेक होल्डरहरू, सरकारवालाहरूले, त्यसरी नै हामी पनि तपाईँहरूकै फिडब्याक अनुसार हाम्रो कन्टेन्टहरू निर्माण गर्दै जानेछौँ। हस्, धन्यवाद।